हेलो सबैजनालाई। अनि म चाहिँ अहिले चाहिँ हामी चाहिँ यहाँ लोधोमा खोलामा छु है। अनि हामी चाहिँ विशेष गरेर हामी चाहिँ यहाँ किन खोलामा यसरी आएको भन्दा हाम्रो चाहिँ यो पानी चाहिँ यता काटेको थियो जेसिबीले, अनि यता चाहिँ सुकेको थियो है। अनि सुक्दाखेरिको माछा पनि पुरा थिएछ, तर हाम्रो मान्छेहरूले चाहिँ यसरी यहाँ ब्लिचिङ हालिदिएर है, पोइजन हालिदिएर यहाँ यी बच्चाधरि पनि यसरी मारिदिनु भएको छ है। यहाँ पुरा छ, यता माथिसम्म नै पुरा मारिदिएको छ ब्लिचिङ हालेर है। अनि हामी चाहिँ अब चाहिँ लोधोमा युथले चाहिँ है एफआइआर थानामा एफआइआर गरिदिनु आँटेको छौँ। अनि हामीले यहाँ नाम पनि अलि एक दुईजनाको त नाम पनि थाहा पाइसकेको छौँ है। अनि आज चाहिँ माथि थानामा आज चाहिँ हामी एफआइआर गरिदिने, किनकि है बरु त तपाईँले माछा मार्नुहोस् केही छैन, तर यसरी यो पोइजन हालेर चाहिँ नगरिदिनुहोस् है। अनि यो खोला नाला भन्ने कुरा चाहिँ वाइल्ड लाइफको हुन्छ। अनि वाइल्डलाइफले चाहिँ केस गर्यो भने चाहिँ तपाईँहरूलाई 5 वर्षदेखिको 7 वर्षसम्म तपाईँहरूलाई केस हुन्छ है, थानामा जेल हुन्छ, त्यो पनि नन बेल हुन्छ। अनि तपाईँहरूले याद गरिराख्नुहोस्, अबको उपन्त चाहिँ यसरी माछा मारेको चाहिँ हामीले भेटेछौँ भनेर देखेछौँ भने चाहिँ हामी चाहिँ थानामा हामी चाहिँ केही पनि त्यो मान्छेसँग हामी कम्प्रोमाइज गर्दैन है, डाइरेक्ट हामी चाहिँ थानामा दिने है। अनि जसलाई नि माछा खानु मन छ भने माथि यो गिरिज बोसकोमा गएर हाम्रो छेरी भैयाकोमा गएर लोधोमा युथ क्लबको नाम लिएर खाँदा हुन्छ है। तर यसरी चाहिँ पोइजन हालेर चाहिँ नमारिदिनुहोस्, किनकि यसमा चाहिँ ठुलो मात्रै होइन, यसमा बच्चाधरि पनि मर्छ है। यता त भुर्कुट बनाइदिएको छ, बच्चा त झन् पुरा मरेको छ है। अनि तपाईँहरूलाई माछा खानु मन पऱ्यो नि लोधोमा युथको नाम गरेर यहाँ माथिमा लोधोमा बजारमा माछा दोकानमा माछा किनेर खानु सक्नुहुनेछ है। अनि आज चाहिँ हामी थानामा जिडी गर्नु जानु आँटेको। हुन्छ, धन्यवाद।